यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, युवा अभियन्ता अनि हाम्रा मिडियाकर्मी साथी, साथै प्रशासनबाट खटिनुभएका सुरक्षाकर्मीहरू अनि यहाँ उपस्थित सम्पूर्ण परिवर्तनका ज्वाला बोकेर आगो बोकेर हाम्रो कार्यक्रममा सरिक भइदिनुहुने सम्पूर्ण आमा बाबा, युवा साथीभाइहरू, सम्पूर्णमा मेरो परिवर्तनकारी अभिवादन, नमस्कार। आज मलाई सम्बोधन भइरहेको छ। म यहाँ कुनै पनि एउटा राष्ट्रिय परिवर्तन पार्टीको उपाध्यक्षको हैसियत भन्दा पनि ज्यादा एउटा देश दुखेको बेला देशको पीडालाई महसुस गर्ने एउटा आम नागरिकको रूपमा उभिरहेको छु। आजको यो घोषणा सभा कुनै एउटा सामान्य सभा नभएर एउटा ऐतिहासिक सभा हो। हामी यहाँ कुनै नारा बोकेर आएका छैनौँ। हामी त यहाँ विचार अनि भिजन बोकेर आएका छौँ। हामी यहाँ कुनै पनि सत्ता माग्नका लागि आएका छैनौँ। हामी यहाँ दायित्व माग्नका लागि आएका छौँ। र आज सार्वजनिक भइरहेको यो घोषणा सभा कुनै पनि एउटा बन्द कोठाभित्र लेखिएको कुनै पनि एउटा सामान्य कागज होइन। यो त हिजोको दिनमा भदौ 23 र 24 गते लड्दै गर्दाखेरि शहीद हुनुभएको अनि घाइते हुनुभएकोहरूको रगतबाट, आँसुबाट र बलिदानबाट लेखिएको दस्तावेज हो। तसर्थ यो राष्ट्रिय परिवर्तन पार्टी कसैको व्यक्तिगत महत्त्वाकांक्षाबाट जन्मिएको पार्टी होइन। यो त शहीदहरूको परिवार, घाइतेहरू अनि सम्पूर्ण परिवर्तन चाहनुहुने आमा बाबाहरूको साथबाट जन्मिएको पार्टी हो। र आज यो पार्टीका 7 एजेन्डाहरूमा म प्रकाश पार्न गइरहेको छु। 7 प्रमुख अनि मुख्य एजेन्डाहरू। यो एजेन्डाहरू यो देशको माटो सुहाउँदा एजेन्डाहरू छन्। यहाँ कुनै पनि आश्वासनको लागि लेखिएको एजेन्डाहरू छैनन्। भोलिको दिनमा हामी सत्तामा पुगेपछि, भोलिको दिनमा हामी नीति लेख्ने ठाउँमा पुगेपछि यी एजेन्डाहरूलाई टेकेर, यी एजेन्डाहरूलाई पछाडि पारेर हामी कहिले पनि अगाडि बढ्दैनौँ। र पहिलो एजेन्डा रहेको छ प्रत्यक्ष राष्ट्रपतीय प्रणाली। अहिले सरकार बन्ने अनि ढल्ने क्रममै सीमित रहेको छ। हामी देख्छौँ कहिले सरकार बन्छ अनि कहिले सरकार ढल्छ। फर इक्जाम्पल, एउटा बालबालिकाले कक्षामा पढिरहँदाखेरि देशको प्रधानमन्त्री एकजना हुन्छ, एक्जाम लेख्दै गर्दाखेरि अर्को हुन्छ, अनि कपी काट्ने बेला अर्को हुन्छ। त्यस्तो स्थिति छ हाम्रो देशको। एउटा अस्थिर राजनीति छ। तसर्थ यो हुँदै गर्दाखेरि, गठबन्धनको सरकार हुँदै गर्दाखेरि, कसैको चित्त नबुझ्दाखेरि सरकार इजिली ढल्छ। त्यो हुँदाखेरि विकासका कामहरूमा कति धेरै असर पर्छ। कुनै एउटा सरकार, कुनै एउटा पार्टीले एउटा नीति, एउटा योजनालाई सुनिश्चित गरिरहँदाखेरि अन्य पार्टीहरू यसमा असमर्थ हुँदाखेरि त्यो विकासका कार्ययोजनाहरू भत्किरहेको हामीले देखिरहेका छौँ। तसर्थ हामी भन्छौँ प्रत्यक्ष राष्ट्रपतीय प्रणाली। त्यो हुँदाखेरि जनता, हजुरहरू स्वयंले राष्ट्रपति वा प्रत्यक्ष कार्यकारी प्रमुखलाई चयन गर्न पाउनुहुन्छ र केही समयको लागि यो सरकार स्थिर रहन्छ अनि त्यो राष्ट्र प्रमुख, राष्ट्रपति पूर्ण जनताप्रति नै उत्तरदायी र जवाबदेहिता हुन्छ। र दोस्रो नम्बरमा रहेको छ शून्य भ्रष्टाचार। यो देशलाई खाइरहेको मुख्य रोग भनेको भ्रष्टाचार हो। आज हेर्नुपर्छ प्रत्येक कार्यालयमा, प्रत्येक ब्युरोक्रेसीमा, प्रत्येक ठाउँमा भ्रष्टाचार छ। तसर्थ यो भ्रष्टाचारले गर्दाखेरि विद्यालयलाई कमजोर बनायो, अस्पताललाई महँगो बनायो र हामी जस्तो युवाहरूलाई विदेश पठायो। तसर्थ हामी भन्छौँ कम भ्रष्टाचार होइन, अब शून्य भ्रष्टाचार हो। यहाँ भ्रष्टाचार गर्नेहरू चाहे जो कोही होस्, सानो कार्यकर्तादेखि लिएर ठुला नेताहरूसम्म यदि भ्रष्टाचार गर्छ भने ऊ कानुनको कठघरामा उभिनुपर्छ। र तेस्रोमा रहेको छ सुशासन र इमानदार राजनीति। राष्ट्रिय परिवर्तन पार्टीले यस्तो राजनीति गर्न गइरहेको छ जुन व्यवसायमुखी होइन, सेवामुखी रहनेछ। कतिजनाले अहिले राजनीतिलाई व्यवसाय बनाइरहेको छ, आफ्नो पेट पाल्ने एउटा ठाउँ बनाइरहेको छ। चप्पलमा हिँड्दै भोट माग्दै गरेका नेताहरूले आज महलको विलासी सुविधा लिइरहेको छ। त्यसमा हामीले त्यो कुराहरूलाई जनताहरूले जानिरहेका छौँ। तसर्थ अब त्यो हट्नेछ। सार्वजनिक पदमा पुगेकाहरूले कुनै पनि विलासी सुविधाहरू लिने छैनन्। हामी त्यो भन्छौँ सार्वजनिक पदमा पुगेकाहरूले कसैले पनि त्यो विलासी सुविधा लिने छैनौँ। चौथो नम्बरमा रहेको छ अबको देश विकासमै नेपालको युवा, नेपालमै युवाको पसिना र रगत विदेशमा पोखिनु भनेको त्यो हाम्रो लागि ठुलो लाजको विषय बनेको छ।
देशका लागि हजारौं विदेशमा हाम्रै देशका युवाहरूले कतिले पसिना अनि खुन बगाइरहेका छन्। अघि पनि हाम्रो पूर्व प्रवक्ताज्यूले भन्नुहुँदै थियो, आकाशमा उडेर गएका छोरा बाकसमा फर्किँदै गर्दाखेरि हामीले त्यो महसुस गरेका छौँ। तसर्थ अब हाम्रो लक्ष्य स्पष्ट छ, उद्योग, कृषि, पर्यटन, प्रविधि र स्टार्टअप मार्फत युवाहरूलाई रोजगारी दिनेछ। युवालाई सस्तो ऋण, सिपमूलक तालिम र बजारको सुनिश्चितता गरिनेछ। हामी युवालाई भन्छौँ देश छोड होइन, अब देश बनाउनका लागि देशमा फर्क। 5औं नम्बरमा रहेको छ नेपालको दरकार पारदर्शी सरकार। जनताले जान्न पाउनु पर्दछ बजेट कति आयो, कहाँ खर्च भयो र कसले जिम्मा लियो भन्ने कुराहरू। अहिले हामीलाई कसैले थाहा हुँदैन। यो बाटो बनिराख्दाखेरि कुनै एउटा कार्य योजना आइरहँदाखेरि हामीलाई कसैलाई थाहा नहुन सक्छ त्यसमा बजेट कति आइरहेको छ, त्यसमा कति खर्च भयो र त्यसमा ठेकदारले कति कमिसन खायो र ठेकदारले अन्य काम गर्नेहरूलाई कति खर्च दिनुभयो भन्ने कुराहरू हामीलाई थाहा नहुन सक्छ। तसर्थ अब त्यो कुराहरू हुनु हुँदैन। अब डिजिटल पारदर्शिता हुनुपर्छ हरेक निकायमा। 6औं नम्बरमा रहेको छ राष्ट्र स्वाभिमान, सीमा सुरक्षा। नेपाल सानो देश हुन सक्छ तर हाम्रो आत्मसम्मान ठुलो छ। हाम्रो भूमि 1 इन्च पनि सस्तो छैन। हाम्रो पहिचान कुनैसँग साट्ने वस्तु होइन। सीमा सुरक्षामा कडाई, राष्ट्रिय हितमा स्पष्ट नीति र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपालको पहिचानलाई विश्व सामु गर्वका साथ प्रस्तुत गर्नेछ। 7औं नम्बरमा रहेको छ न्याय, शिक्षा, स्वास्थ्यको देश, नेपालको नयाँ परिवेश। न्याय पैसाले किन्ने वस्तु होइन, स्वास्थ्य धनीको मात्र अधिकार होइन र शिक्षा सुविधा भाग्यको कुरा मात्र हुनु हुँदैन। हामी भन्छौँ सबै नागरिक बराबर, न्याय छिटो र सस्तो, शिक्षा गुणस्तरीय, स्वास्थ्य सेवा सर्वसुलभ। र यति रहेको छ हाम्रा 7 मुख्य एजेन्डाहरू, राष्ट्रिय परिवर्तन पार्टीका मुख्य एजेन्डाहरू। तर यो एजेन्डा भन्दा पनि पहिलो रहेको छ शहीद अनि घाइतेहरूको मर्म। उहाँहरूको सपना पूरा गर्न राष्ट्रिय परिवर्तन पार्टीको मुख्य एजेन्डा रहेको छ। किनभने हामी राष्ट्रिय परिवर्तन पार्टी शहीद, घाइते अनि चेन्जी अनि परिवर्तन चाहने सम्पूर्ण आम नेपाली नागरिकहरूको पार्टी हो। तसर्थ हाम्रो सबैभन्दा प्रमुख एजेन्डा भनौँ या प्रमुख चिज भनेको विषय भनेको नै शहीद र घाइतेहरूको सपना पूरा गर्नु हो। तसर्थ राष्ट्रिय परिवर्तन पार्टी यदि भोलिको दिनमा अगाडि बढ्दैछ भने तपाईँले यसमा साथ दिनुपर्ने हुनेछ र हामीलाई हजुरहरूले सम्पूर्णले साथ दिनुहुन्छ भन्ने आशा राख्दछौँ। र अहिले अब जाँदा जाँदै हजुरहरूलाई प्रश्न आउन सक्छ, हामी अन्य पार्टीहरूसँग किन मिलेर जान गएनौँ, हामीले किन आफैले यो पार्टी खोल्नु पर्यो भन्ने कुराहरू पनि प्रश्न सबैको माइन्डमा घुम्न सकेको हुनसक्छ। र त्यसमा म प्रश्न बनाउन चाहन्छु, यो देश बन्दै गर्दाखेरि, यो देशमा परिवर्तन चाहँदै गर्दाखेरि कति खुनहरू बगेका छन्। हिजोको दिनमा राणा शासन फाल्नका लागि रगत बगेका थिए, राज शासन फाल्नका लागि रगत बगेका थिए, गणतन्त्र स्थापनाका लागि रगत बगेका थिए। ती रगत बग्दै गर्दाखेरि ती शहीद अनि घाइतेहरूको सपनाहरू अब त्यो व्यवस्थापन भए जस्तो हामीलाई लागेन। त्यो रगतमा टेकेर सत्तामा पुगेकाहरूले ती घाइते अनि शहीदहरूलाई उचित व्यवस्थापन गरे जस्तो हामीले महसुस गरेनौँ। तसर्थ अब यो भदौ 23 र 24 गते जुन आन्दोलनमा हामी राजेश पोर्तेल जस्ताहरूले आफ्ना अङ्ग गुमाएका छन्, कतिपयहरू शहीद भएका छन्, ती शहीदहरूको रगतमा टेकेर कसै अगाडि जाँदैछन् भने तिनीहरूले हाम्रा सपनाहरू पनि पुरा गर्छन् भन्ने कुरामा हामी एक रत्ती पनि विश्वास गर्दैनौँ। तसर्थ अब हाम्रो रगतको लागि हामीले अगाडि बढ्नुपर्छ भनेर राष्ट्रिय परिवर्तन पार्टीको उदय भएको हो। तसर्थ यदि भोलि हामी अगाडि बढ्दै गर्दाखेरि, अगाडि लड्दै गर्दाखेरि तपाईँहरू सबैले एउटा शहीदको मुहारलाई हेरेर, घाइतेको अनुहारलाई हेरेर हामीलाई सहयोग गरिदिनुहुन्छ, हामीलाई साथ दिनुहुन्छ भने हामी पूर्ण विश्वास राखेका छौँ। र अब जाँदा जाँदै म के भन्न चाहन्छु भने यदि यो देशको भविष्य युवाको हातमा हस्तान्तरण गर्न चाहनुहुन्छ भने राष्ट्रिय परिवर्तन पार्टी बाँसुरी चिन्हमा भोट लाउनुहोला। यदि तपाईँले आफ्नो सन्तानहरूलाई रगत बगेको हेर्न चाहनुहुन्न भने, तपाईँको आफ्नो सन्तान शहीद भएको हेर्न चाहनुहुन्न भने, तपाईँको सन्तान अपाङ्ग भएको हेर्न चाहनुहुन्न भने राष्ट्रिय परिवर्तन पार्टी बाँसुरीलाई भोट हाल्नुहोला। यदि प्रत्यक्ष प्रणाली, शून्य भ्रष्टाचार र इमानदार राजनीतिको बाटोतर्फ यो देशलाई मोडिएको हेर्न चाहनुहुन्छ भने बाँसुरीलाई भोट हाल्नुहोला। र अन्त्यमा अब आउँदै गरेको फागुन 21 गते जुन निर्वाचन हुन गइरहेको छ, प्रतिनिधि सभाको निर्वाचन, त्यो निर्वाचनमा
मोरङ क्षेत्र नम्बर 3 बाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार अनि समानुपातिक उम्मेदवारहरू अहिले म वाचन गर्न गइरहेको छु। कृपया मलाई यहाँ हाम्रो सर्मिसहरूले मलाई सहायता गर्नुहुनेछ र अब आउँदो यो फागुन 21 गतेको चुनावका लागि मोरङ क्षेत्र नम्बर 3 प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ अन्जु राई। र यो भइरहँदाखेरि म एउटा सानो कुरामा विषयवस्तुमा जान चाहन्छु। यो प्रत्यक्ष उम्मेदवार र समानुपातिक उम्मेदवार गरिरहँदाखेरि राष्ट्र परिवर्तन पार्टी के भन्न चाहन्छ भने अहिले हामी मेलमिलापकै स्थितिमा अहिले रहिरहेका छौँ। पार्टीमा अहिले एकता गठबन्धनका कुराहरू भइरहेको छ। तसर्थ यो एउटा फाइनल डिसिजन पनि नहुन सक्छ, किनभने राष्ट्र परिवर्तन पार्टी कुनै एउटा पद अनि कुनै एउटा पहुँचको लागि उदय भएको होइन। यदि हामीभन्दा सक्षम अनि हामीभन्दा दक्ष यदि अगाडि आउनुहुन्छ भने हामी सर्लक्क हाम्रै आफ्नै हातले राजीनामा दिएर हामी उहाँलाई अगाडि बढाउन सक्छौँ। तसर्थ अहिलेको लागि मोरङ क्षेत्र नम्बर 3 प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ, मैले अघि नै घोषणा गरेँ, मिस अन्जु राई। र अन्य मोरङ क्षेत्र नम्बर 3 प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार हुनुहुन्छ दुर्गा तामाङ। मोरङ क्षेत्र नम्बर 3 प्रतिनिधि सभाका समानुपातिक अर्को उम्मेदवार हुनुहुन्छ राजकुमार धिमाल। मोरङ क्षेत्र नम्बर 3 प्रतिनिधि सभाका समानुपातिक अर्को उम्मेदवार हुनुहुन्छ धनबहादुर सुनवार। यति भन्दै उहाँहरूलाई स्टेजमा खदा अनि अघिल्ले हाम्रो प्रमुख अतिथिज्यूको हातबाट उहाँलाई सम्मान गरिनेछ। सबैजनाको ताली अहिले बजिरहेको हुनुपर्छ। अबिर टिका हामी प्रमुख अतिथिज्यूबाट लाउनेछौँ र उहाँलाई खदा हाम्रो विशेष अतिथिज्यू पूर्व आइजिज्यूको हातबाट खदा अर्पण हुनेछ। अनि समानुपातिक उम्मेदवारज्यूहरूलाई हामी धेरै धेरै बधाई दिन चाहन्छौँ। र अब आउँदो यो फागुन 21 को चुनावमा यदि युवाहरूलाई अगाडि बढाउन चाहनुहुन्छ र राष्ट्र परिवर्तन पार्टीलाई अगाडि बढाउन चाहनुहुन्छ भने उहाँहरूलाई भोट दिनुहोला भन्दै म यो स्टेजबाट बिदा हुन चाहे। जय परिवर्तन, जय वासुदेव।